सम्पूर्णमा नमस्कार। म सरोज सुवेदी एके सुवेदी ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। तपाईँहरूले मलाई साथ सपोर्ट दिएर एकदमै माया गरेर सम्पूर्णले मलाई मेरो ब्लग हेरेर लाइक कमेन्ट सेयर गरिदिनु भयो भने मलाई अझ मोटिभेसन आउनेछ ब्लगहरू बनाउनको लागि। मेरो यो एउटा नयाँ च्यानल हो, भर्खर मात्र खोलेको। तपाईँहरूले जति साथ सपोर्ट दिनुहुन्छ, जति सपोर्ट गर्नुहुन्छ, त्यति नै मलाई ब्लग बनाउने अझ हौसला बढ्दै जानेछ। त्यसको लागि हजुरहरूको हातमा छ, मेरो हातमा भन्दा पनि जति हजुरहरूको साथ सपोर्ट आउँछ त्यति नै म अगाडि बढ्न, मलाई मोटिभेसन भिडियो बनाउनको लागि त्यति नै मजा लाग्छ, त्यति नै आनन्द आउनेछ। त्यसको लागि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, मेरो प्रत्येक हालेको भिडियोहरू वाच गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र सक्नुहुन्छ भने सेयर पनि गरिदिनुहोस्। सब्सक्राइबर अझै बढाएर भिडियोहरू बनाउने छु र यो मेरो एउटा इन्ट्रोडक्सन। मेरो नाम सरोज सुवेदी, हजुरहरूले थाहा भइसक्नुभयो। एके सुवेदी ब्लग, मेरो च्यानलको नाम सुवेदी ब्लग भयो। र मेरो घर चाहिँ अहिले नेपालको स्याङ्जा जिल्ला अन्तर्गत नदीखोला गाउँपालिका वार्ड नम्बर 3 मा पर्दछ। यो मेरो सानो इन्ट्रोडक्सन। मेरो फ्यामिली मेम्बरहरू चाहिँ स्याङ्जामै हुनुहुन्छ भनौँ। र त्यही हो। अब बिस्तारै मेरो ब्लगहरूमा मेरो सबै ब्याकग्राउन्डहरूदेखि लिएर हरेक कुराहरू हजुरहरूले ब्लगदेखि नै थाहा पाउनुहुनेछ भन्न चाहन्छु। र मेरो यो फर्स्ट ब्लग हो, एउटा इन्ट्रोडक्सन ब्लग जस्तै भनौँ। त्यही हो, अरू केही छैन। मैले सानो इन्ट्रोडक्सनको लागि ब्लग बनाएको, मेरो स्टार्टिङ ब्लग, पहिलो ब्लग हो। न त मेरो पहिला पनि एउटा च्यानल थियो। त्यो च्यानल अब त्यस्तै कपिराइट स्ट्राइकहरू धेरै लागेर त्यस्तो भएर चाहिँ मेरो अटोमेटिक ब्यान गरिएको थियो। त्यस कारणले अब अहिले चाहिँ मैले अर्को नयाँ खोलेर, नयाँ युट्युब अकाउन्ट खोलेर अब यसलाई चाहिँ कन्टिन्यू दिन्छु भन्ने तरिकाले चाहिँ मैले आजदेखि भिडियो बनाउन सुरु गरेको छु। अब हजुरहरूले एकदम माया साथ सपोर्ट दिनुहोला, त्यही नै हो मेरो लागि ठुलो कुरा। हजुरहरूले जति साथ सपोर्ट दिनुहुन्छ त्यति मलाई भिडियो बनाउने एउटा हौसला प्रदान हुनेछ। त्यसको लागि प्लिज प्लिज म एकदम हजुरहरूलाई रिक्वेस्ट गर्छु, मलाई चाहिँ सब्सक्राइब गरिदिनु होला, साथै बेल आइकन पनि अन गरिदिनु होला, ताकि मैले हालेको भिडियोहरू हाल्ने बित्तिकै हजुरहरूकोमा नोटिफिकेसन जान्छ र हजुरहरूले नयाँ नयाँ ब्लगहरू हेर्न पाउनुहुनेछ। हस्, धन्यवाद सम्पूर्णलाई। लभ यू।